हाई गाइस व्हाट्सअप। आज चाहिँ हामी अब कन्यामको घुमघाम पाथिभरा माताको दर्शनतर्फ लाग्यौँ है। आजको दिन पनि एकदमै रमाइलो छ। चटक्कसँगले हामी चाहिँ घुम्नतर्फ लाग्यौँ। रोडहरूमा अब डाइभर्जनको कारणले अलिकति समस्या भए पनि हामी चाहिँ खुसी भएर माताको दर्शनतर्फ लागिरहेका छौँ। गफ गर्दै रमाइलो गर्दै हामी चाहिँ चियाको अब बोटहरू हेर्दै हामी चाहिँ हाम्रो यात्रातर्फ लागिरहेका छौँ गाडीमा बसेर। अब चाहिँ इलाम लाग्यो, झापा सकियो। एकदमै राम्रो दृश्य हेर्नु, पहाडहरू यता पूर्वको पहाडहरूको सानै फरक नै छ। अब चाहिँ हामी चाहिँ आइपुग्यौँ। अब चाहिँ हामी सिडी चढेर माथि पाथिभरा माताको दर्शन गर्न लागिरहेको छौँ। हामी चाहिँ पाथिभरा माताको दर्शन गर्नको लागि उकालो चढिरहेका छौँ। यस्तो राम्रो भ्यू छ, देख्छ यहाँनिर। यता बाबा हुनुहुन्छ, भाइ अगाडि पुगिसक्यो। हाई मम्मी, कस्तो लागिरहेछ? जय माता की, खुसी लागिरहेको छ। जय माताको दरबारमा आउन पाउँदा भाइले कस्तो लागिरहेको छ? राम्रो लाग्दैछ। सिडी चढेर अहिले चाहिँ हामी आइ पनि पुग्यौँ माताको दर्शन गर्नको लागि। अब चाहिँ हामी भित्र गएर पूजा गर्नेछौँ। जय पाथिभरा माता। आज शनिबार भएर होला अलिकति भिड नै थियो, तर नि राम्ररी भित्रै गएर हामीले पूजा गर्यौँ। अब चाहिँ धुपबाती बालेर हामी चाहिँ माताको दर्शन गरिसकेर फर्किन्छौँ। अहिले चाहिँ हामी चाहिँ अब सिडीबाट माताको दर्शन गरिसकेर चाहिँ ओर्लिँदैछौँ। चढ्दा निकै लागेको सिडी, उत्रिँदा चाहिँ कति पनि लागेन। रमाइलो सुन्तला खाँदै हामीले फर्किरहेका छौँ। अब चाहिँ हामी थोरै नास्ता खाएर यता कन्यामतर्फ चाहिँ जानेछौँ। कन्याममा गएर घुम्नेछौँ। राम्रो रहेछ बाटोहरू पनि। खाजा खाइयो अनि अब चाहिँ कन्याम जाने। बाटोमा अलिअलि चाहिँ हुस्से पनि लागेको थियो, चिसो चिसो थियो मौसम पनि।
बाटोमा चाहिँ सबै चिया बगानहरू, धुप्पीको रुखहरू यस्तो राम्रो देखिरहेको थियो। कन्याम जाँदाखेरिको बाटो हेर्नु, एकदमै रमाइलो ठाउँ। अहिले चाहिँ हामी चाहिँ कन्याम पुगिसकेर कन्यामको माथिबाटै भ्यू हेर्ने ठाउँमा चाहिँ हामी माथि जाँदैछौँ। यति राम्रो ठाउँ थियो, सबैतिर चिया बगानले ढाकिएको, एकदमै राम्रो भ्यूहरू आएको। हामीले चाहिँ त्यहाँ घोडा सवारी पनि गरेका थियौँ, एकदमै रमाइलो भएको थियो। त्यस पछाडि चाहिँ ट्रेडिसनल लुगा लगाएर बगानमा फोटो खिच्न पनि गएका थियौँ। हेर्नुहोस् है, मलाई कस्तो देखिएको छ यसो कमेन्टमा भनिदिनुहोस् है। अब चाहिँ हामीले चाहिँ कन्याम पनि घुमिसकेर अब घरतर्फ लाग्यौँ हामी सबैजना। आजको दिन एकदमै रमाइलो भयो। मन पर्यो भने यो भिडियोमा लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।